हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। के गर्दै हो बाबा? मकै भुट्दै हो। गाउँघरमा त मकै भुटेर पठाउने चलन छ। छोरी के खाँदै हो? पिठो खाँदै हो। मकै भटमासको पिठो घोलेर हर्लिक्स बनाएर खाँदैछ छोरी। छोरा चाहिँ आज होस्टेल जाने 4-5 दिन बिदा थियो, जाँच सकेर होस्टेल जानुलाई अनुहार बिगारिरहेछ। मकै भटमास मिसाएर खाजा तयार भयो। मेरो छोरोलाई हप्ता दिन पुग्ने जति खाजा। बाबाले आजको तरकारी निकाल्दैछ। के हो बुढो त्यो? के को मासु हो यो? मासु खसी। खसीको मासु। छोरालाई आज होस्टेल जान्छ भनेर हिजो बजारबाट खसीको मासु ल्याएछ बुढोले। खसीको मासु पकाएर खुवाएर पठाउनु पर्ला। छोरी के गरेको? के हेरेको? चिची हेरेको? चिची भन्दैछ है। चिची भात खाँदैछ हामीहरू। बाबाले चिची पोल्ने काम गर्दैछ। अन्त अब चाहिँ बाबाले काट्नु सिद्धिनु आँट्यो है त। गाउँघरमा चाहिँ मसला भनेको जिरा, खुर्सानी, लसुन यति मात्रै हुन्छ। त्यो पिनेर हाल्दैछु मैले। यति हुँदै मिठै हुन्छ। अब सहर बजारको जस्तो धेरै थरी मसला हुँदैन हाम्रोमा। यतिले खाँदा पनि मिठै हुन्छ हामीलाई त। छोराछोरी खान थाले। मासु भात। छोरी के खाएको? दाल पनि छ। दालमा चाहिँ सासुआमा हो खाँदै हुनुहुन्छ। बोजू रक्सी र मासु खाँदैछ है। रक्सी यो चाहिँ मेरो। हप्ता दिनको ये तो सही हो जाने वाला हाई गर्दैन। म खाइ गर्दै टोपी खै टोपी किन्ने अहिले बाइकमा बोक्नु छिटो हुन्छ। छोरीले पनि मकै भटमास भुटेको खाजा हालेर स्कुल जान तयार। बाई बाई लु बाबु बाई।